तपाईँ यस्तो प्रश्न सोध्नु तपाईँ पत्रकार हो कि हुने मलाई थाहा छैन किनभने म बालनजी प्रधान विभागमा खुसी छु बिहानसम्म तपाईँको नाम चाहिँ चर्चामा थियो मन्त्री बन्दैछन् अमरेश कुमार सिंह भनेर आइराखेको थियो त्यो तपाईँ चर्चा त तपाईँहरूले गर्नुभयो होला मलाई त थाहा छैन तपाईँकै स्रोतले भनेअनुसार सामाजिक सञ्जालमा सञ्चार माध्यमले चर्चा गर्ने हो मेरो स्रोतको अनुसार हो मेरो फेसबुकमा छ कहीँ मेरो स्रोत भनेको मेरो आफ्नो फेसबुक पेज हो त्यति मेरो ट्विटर हो पार्टी त जसले जे भनेको छ त्योसँग जवाब लिनु नि जुन यसरी भनौँ कि जस्तै तपाईँले भनेको भन्दा धेरै कुराहरू पत्रकारहरूले थाहा पाउँछन् मात्रै होइन अनुमान पनि गर्छन् पत्रकारहरूले त्यसो भएको हुनाले आफूले भनेको कुरा मात्रै ठिक हो र उहाँ पत्रकारहरूले भनेको कुरा चाहिँ नि होइन होला भनेर चाहिँ नि कतिको भन्ने सुहाउने कुरा हो यो एउटा कुरा के भने म पत्रकारितालाई सम्मान गर्छु तर पत्रकारिता पनि आफ्नो लक्ष्मण रेखा कोर्दाखेरि त्यहाँमाथि प्रश्न म पनि जस्तै हामी लक्ष्मण रेखा राजनीतिको लक्ष्मण रेखा क्रस गर्दाखेरि प्रश्न तपाईँहरूले उठाउनुहुन्छ तपाईँहरू पनि लक्ष्मण रेखा क्रस गर्दाखेरि हामीले प्रश्न उठाउनु पाउनुपर्छ नेपाली जनताले प्रश्न उठाउनु पाउनुपर्छ यो मैले बुझेको हो